यो त अति नै भयो पाप्रो कुन पाप्रो हामीले पुरा ल्याएको देखायौँ ल हेर्नु आम्मा यार यो त के भएको यार यस्तो खुसी भएका थियौँ हामी अब अहिले बाटोको अवस्था अझ पो ला यार यो बाटो बनेको ओहो यार एक महिना पनि भएको छैन भने बाटोको अवस्था ल यही हो विकास अरे यस्तो नै हुँदो रहेछ यार अच्छा यो त चौपडी पो गएको यार अब यस्तो बाटो बनाएर जनताको आँखामा चाहिँ छारो हालेर अब यसरी ठेकदारले चाहिँ पाइन्छ यो कुन निकायले हो आएर चाहिँ यो बाटोको पुनर्निर्माण गरिदिने यो बाटो यथाशीघ्र पुनर्निर्माण हुनु पर्यो भन्ने हामी ल आमा हजुरले चाहिँ के छ धारणा ल नमस्कार आमा के छ हजुरको धारणा भन्नु त म त आँखा छारो हालेका भनेको छु हेर्नु सबै चिरिएर हजुर पनि असन्तुष्ट हुनुहुन्छ पुरा हामी त धेरै सङ्घर्षपछि यो चाहिँ 12 मिटरको बाटो हामीले चाहिँ कायम गर्न सफल भयौँ अब बाटो राम्रो बन्ने भयो झिलिमिली भयो र हामी सारा सब खुसी भएका थियौँ उपभोक्ताहरू अब अहिले आएर यो बाटोको अवस्था हेर्दामा चाहिँ यो नेपालको विकास भनेको के हो यो चाहिँ यो कुन निकायले चाहिँ यो यस्तो चाहिँ यसलाई अनुगमन गरेर गरिदिनु पर्ने हो यथाशीघ्र चाहिँ अनुगमन गरेर यो बाटो पुनर्निर्माण होस् भन्ने अध्यक्ष कहाँ जानु टोल अध्यक्ष ल अब हजुरहरूलाई चाहिँ मैले के एउटा प्रतिबद्धता व्यक्त गर्छु भने जब मैले यो कुरा थाहा पाएँ थाहा पाउने बित्तिकै मैले हाम्रो मेयर साहबलाई पनि सम्पर्क गरेको छु प्राविधिकलाई सम्पर्क गरेको छु यो ठेकदारलाई सम्पर्क गरेको छु अब यो बिदा खुल्ने बित्तिकै मेयर साहबकै नेतृत्वमा म मेयर साहबले अघि मैले उपमेयर साहब भनेको थिएँ म मेयर साहबको एकै नेतृत्वमा लिएर आएर यसलाई चाहिँ तपाईँको ठेकदार प्राविधिक लिएर आएर कहाँ के कमी कमजोरीहरू भएको हो त्यो सबै कमी कमजोरीहरूलाई करेक्सन गराउने चाहिँ यहाँहरूमा चाहिँ म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु है ल अचम्म लाग्यो यार यो त अति यार यस्तो के भएको यार है राजेन्द्र यो अलकत्रा नसमाते आयो यहाँ मात्रै होइन शान्ति चौकदेखि माथि पारिजात चौकसम्म यस्तै किसिमको गुणस्तरको गुणस्तर होइन यसलाई ठाउँ ठाउँमा चेक पनि गर्न लाउनु होइन यसको कोर कटिङ पनि भएको छ जस्तो मलाई लागेको छ यस्तो छ यस्तो कोर कटिङ पनि भएको छैन के छ कहीँबाट कमी कमजोरी रहेछ भने ती कमी कमजोरीहरूलाई पनि कसरी नियत बस्छ भने त्यसलाई चाहिँ तपाईँको दण्डित गराउने पनि प्रतिबद्धता यहाँहरूमा व्यक्त गर्न चाहन्छु